ल प्याज अनि त्यसपछि गाजर क्याप्सिकम कतिले छ हैन गाजर काटिसक्नु भयो नि हैन एकदम गाजर अब मुला सुरु हुन्छ है हाम्रो प्याज काट्ने यसरी हो हेरियो फाल्नु पर्यो हो त फाल्नै पर्छ भयो त्यसले मिठो बनाउनु त्यही टमाटर हो टमाटर काट्नु पर्यो नि पर्यो धेरै नै काटिसक्नु भएको छ धेरै काट्नु पर्यो भोज छ विवाहको लसुन हो घरकै लसुन मुला तरकारी के पाकिसक्यो खोइ त काउली अहिले हाल्ने हो मिठो पकाउनु है यसमा तलको माटो टिप्दैन यसमा खाइन्छ हाम्रो डिल्लीराम बाली पनि हैन कार्कै हुनुहुन्छ है प्याज कमलो कमलो खाइन्छ सारो खाइँदैन क्या सबै धन्काइन्छ रोटी कल्ला स्याल खाने त स्याल हातमा गर्नु है स्याल खाइदिनु अदुवा हैन तल ग्यास जला छ यहाँ ताती राखिरहनु ल अन्त चिया सबैलाई दिनु है रमाइलो सब रहेछ है त रमाइलो त्यो धोती पाएर फेरेर खाने त्यतिकै खानु भयो भने फेरि तपाईँलाई मैले दाइ भन्दिनँ अहिले आँखा कता लगियो त्यो चस्माको आँखा होइन त्यो टिनको हो टिनको चस्मा बने त जुवाकर लिएर नाच्नु पर्ने अरे रोटी र एक कप चिया खाऊ पर्दैन ओइ हामीलाई के भन्ने अहिले फेरि आफूलाई एक कप चिया र रोटी खाउनु लोग्या थियौँ भाइ पखालेको तरकारी रोहित रेडी छ रोटी ल्यायो ओ शान्ति आन्टी श्यामी अङ्कललाई चिया चिनी नालेको चिया खानु है खेप्दाएर चाहिँ त्यो घुमाउला फेरि रोटी ल्याउनु हजुर यत्रो का खान्थ्यो रोटी खान पर्यो के नि एउटा मोटे मान्छेले उतान देऊ हेरि गरेर मलाई दिवा हुन्छ थला बाडा के यो दिनु त मलाई दिवा हुन्छ ल चिया खाऊ बाबु यति हुन्छ मलाई मसला हाल्नु पर्दै सब हालिसक्यो है नि भगवान दिए हुन्छ मासु लगाएर त हो फेरि त मिक्सीमा पिस्ने यो पर्दैन मैले मिलाएर खिच्छु कि अङ्कल नहसाउनु न ल एकदम खाइदेखि अहिले प्याज काट्दै हुनुहुन्छ हजुरले अहिले प्याज काट्दै हुनुहुन्छ हजुरले प्याज काट्नु पर्यो मुला काट्थ्यो बाबु ल यो अचारको लागि के को लागि बाबु हजुर अचारको लागि है मिठो बनाएर काट्नुहोस् है मुला टन्नै रहेछ
ल अब हाम्रो भाइहरूले धेरै काम भइसक्नुभयो मैले नि गाजर काटेँ प्याज काटियो त्यसपछि तपाईँको चाहिँ मुला पनि काटियो धनियाँ काटियो यति काम गरियो अब अङ्कलले चाहिँ आलु गर्दै हुनुहुन्छ त्यसपछि यता टमाटरको काम भयो यता काटङ कुटुङ भाइहरूको भयो यता हाम्रो कुकहरू कान्छा नारायण सर यता हुनुहुन्छ यता पकाइपुकाइ हुँदैछ अब तराकर छ दुई पाइला भनेपछि अनि कसैले बुझेनन् दुई पाइला कसरी आऊ उहाँदेखि हिँडेर आएन कसरी आएन मासुमा हाल्ने काटिसकेर काटे लोन लेदो तयार भइसक्छ यो मासुलाई ग्रेभी है अन्त दुईजनाले साह्रै राम्रो पकाउनुहुन्छ कराईमा गरम थोड़ा गिलास कोही गिलास कोही यहाँ बालै यति चिसो पानी कसरी बनाउनु भयो यति चिसो पानी कसरी कसरी बनाऊ भन त के आइडिया हो भाइ चिनी हाले नखानु ए चिनी हाले कतै नखानु चिनी हाले क्या नखानु होइन फरक फर्काएर माथि निकाल्दै सिधै फालिदिउँला ल हुन्छ हुन्छ मसला हालियो त्यसमा मसला भित्र लगाइदिए हुन्छ अहिले नखिच रगत हालेपछि हामी भत्केर पठाएको के पकाउँथ्यो कान्छा दाइ आजको भोजको लागि होइन भोजको लागि कुकर दुईटा भेलाउँदा बोका भुटुवा च्याट्ट पाक्दैछ भाइ आज के पकाइसक्नु भयो त दाइ मासु पकाइयो भुटुवा पकाइयो भात पकाइयो सब्जी पकाइयो चटनी अचार पनि भइसक्यो अचार नै भइसक्यो अब यति बाँकी होइन सबै भयो अब चराउने अनि खाने हो चराउने खाने यता भात पाकिसक्यो तपाईँहरूको काम आजको राम्रो छ है नारायण र हाम्रो चाहिँ चौतारी कान्छा दाइको कुक हामीले सहयोग गऱ्यौँ काटकुट धेरै राम्रो छ
हरियाको बिरुवाखाँची त्यति असर गर्दैन हो गर्छु नि हाम्रो भाइहरूको सम्झना राख्नु परेन यार कहाँ कहाँ जानुहुन्छ यार कर्म गर्नलाई सबै बसेस खिच्दैन आमा उठ्नु हाम्रो आमा नि खानुभयो आमा खाम बा ल ल ल नाति हो बिहाको भतेर खाम हामीले एकदम खुसी लाग्यो ल हजुरहरूले खानुहुन्छ भन्नु यहाँ सम्झना राखेको के आमाहरूले खाएको ल हजुरले सबैलाई यति माया मानेर खुवाउनु भयो है धेरै राम्रो धेरै राम्रो यसले देखाएको नि साह्रै राम्रो मैले सबैलाई देखाइदिएछु है यस्तो बजारे बजारमा कमाउनु देख्ने काम रहेछ शरण मान्न भएन शरण मान्न गर्नु भनेर शरण मान्न होला